ल, यो चाहिँ के हो त? मानव भएको नाताले प्राप्त गर्ने प्राकृतिक तथा कानुनी अधिकार नै मानव अधिकार हो। यो चाहिँ कस मानव अधिकार भन्ने बित्तिकै हामी शाब्दिक अर्थमा पनि बुझ्छ। मानव भनेपछि कुनै अब जीव जन्तु अथवा केही नभएको कारण एउटा मान्छे भएको मान्छे भएर जन्मिएको कारणले गर्दाखेरि प्राप्त गर्ने सबै अधिकारहरू। यसलाई किन प्राकृतिक अधिकार भनेको त भन्दाखेरि त्यो मान्छे भएपछि स्वतः रूपमा पाए कि कसैले दिइराख्नु पर्ने होइन भन्न खोजेको, र त्यसलाई संरक्षण गर्नको लागि हामीले कानुनी रूपमा व्यवस्था गरेको हुन्छ कति कुराहरू। यद्यपि त्यो अधिकारहरू चाहिँ एउटा मान्छे भएर पृथ्वीमा जन्म लिइसके पश्चात उसले प्राप्त गर्ने सबै अधिकारहरू चाहिँ अधिकार चाहिँ मानव अधिकार हो। र यसलाई चाहिँ किन प्राकृतिक अधिकार भनियो त भन्दाखेरि त्यो मान्छे भएको नाताले स्वतः प्राप्त हुन्छ कि उसलाई कुनै पनि कानुनी व्यवस्था नीतिगत रूपमा व्यवस्था गरेर प्राप्त हुने होइन। मान्छे भएपछि उसले स्वतः नै प्राप्त हुन्छ, कसैले दिइराख्नै पर्दैन भन्ने हिसाबले चाहिँ यो मानव अधिकारलाई प्राकृतिक अधिकार भनेको हो। र कानुनी अधिकार भनेको यसलाई संरक्षण गर्न रक्षा गर्नको निमित्त त्यो मानव अधिकारको प्रवर्धन गर्नका निमित्त चाहिँ विभिन्न कानुनी व्यवस्थाहरूले पनि त्यसलाई चाहिँ प्रावधान गर्ने भएको हुनाले त्यसलाई हामी कानुनी अधिकार समेत भनेर भन्छौँ। यसरी के हो त, मान्छे भएको नाताले अथवा यो पृथ्वीमा मान्छे भएर जन्मिसकेपछि जो कोही स्वदेशी होस् चाहे स्वदेशी होस् विदेशी होस्, तपाईँ हामी जहाँ कोही जो कोहीले पनि प्राप्त गर्ने अधिकार चाहिँ के हो त, मानव अधिकार हो। जसलाई चाहिँ भूगोलले, जात, वर्ण, लिङ्ग केहीले पनि फरक पार्दैन। जस्ट मान्छे भएर जन्मिनु पर्यो। त्यो मान्छे भएर जन्मिसकेपछि त्यो मान्छे भएर जन्मेको कारणले गर्दाखेरि प्राप्त गर्ने सबै हक अधिकारहरू चाहिँ के हो त, मानव अधिकार हो। यो चाहिँ जन्म पूर्वदेखि मृत्यु पश्चात पनि प्राप्त गर्ने नैसर्गिक अधिकार हो, जुन चाहिँ मृत्यु पश्चात पनि आफ्नो धर्म संस्कृति अनुसारको संस्कार गर्न पाउनु हो भन्ने कुरा भन्छ। भन्नुको मतलब यो मानव अधिकार चाहिँ के हो त, मान्छे जन्मिएपछि मान्छे भएर जन्मिएपछि प्राप्त गर्ने सबै किसिमको अधिकार हो, जुन चाहिँ मृत्यु पश्चात पनि पाउँछ। जस्तो जन्म पूर्व पनि कसरी हो भन्दाखेरि उसलाई चाहिँ अहिले गर्भपालन गर्न पाइँदैन नि त होइन। ऊ गर्भमा आइसकेपछि उसलाई चाहिँ कानुन बमोजिम बाहेक अब हाम्रो कति कुराहरू हाम्रो कानुनले भनेको छ, गर्भपालन सम्बन्धी हाम्रो मुलुकी अपराध संहितामा गर्भपतन गर्न पाउने अवस्थाहरू भनेर त्यो कुराहरू राखेको छ। त्यो कानुन बमोजिम बाहेक उसले गर्भपतन पनि त गर्न पाउँदैन, त्यो गर्भपतन गर्नु पनि अपराध हो। त्यही भएर जन्म पूर्वदेखि नै उसले चाहिँ हामी चाहिँ सुरक्षित हुन पाउनु कि त्यो बच्चा चाहिँ जन्म हुन अगाडि नै म चाहिँ सुरक्षित हुनु पाउनु भन्ने कुरा छ नि त्यसमा होइन। गर्भपतन गर्न नपाउने अवस्थाले चाहिँ त्यो बच्चालाई चाहिँ सकुशल जन्म दिनु भन्न खोज्या हो नि त। यसरी हुँदाखेरि मानव अधिकार चाहिँ के हो त, जन्म पूर्वदेखि नै जोडिएको छ भने मृत्यु पश्चात पनि के हो त, जस्तो अब उसले आफ्नो धर्म संस्कृति अनुसार संस्कार गर्न पाउनु होला त्यो कुराहरू, त्यस्तै गरी उसको उसले 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 चाहिँ मृत्यु दर्ताको कुराहरू, त्यस पछाडि अर्को चाहिँ उसले चाहिँ उसको अपताली सम्पत्तिहरू हुन्छ नि, त्यो सम्पत्ति चाहिँ उसले जसलाई दिन चाहेको त्यो दिन चाहेको व्यक्तिलाई चाहिँ दिनु, त्यो पनि त उसको चाहिँ अधिकारसँग जोडिएको विषय हुन्छ। यसरी मानव अधिकार चाहिँ के हो त, यो मान्छेको ओम टु टोमसम्म अर्थात् जन्म पूर्वदेखि मृत्यु पश्चात पनि प्राप्त गर्ने नैसर्गिक अधिकार हो, जुन चाहिँ मानव भएको कारणले गर्दाखेरि प्राप्त गर्ने अधिकार हो। यो चाहिँ मानवको कस्तो अधिकार हो भन्दाखेरि यो मैले सूत्र है तपाईँलाई सम्झिनलाई सजिलो होस् भनेर मैले सूत्र बनाएको थिएँ। म आफूले पढ्दाखेरि नि यही सूत्रलाई फलो गरेको थिएँ कि यो हामीले ठ्याक्क ठ्याक्क ओर्ड हुन त कति ओर्डर हामीलाई यत्तिकै पनि आउँछ होइन। तर अब कति ओर्डर चाहिँ हामीले यसरी सूत्र बनाउनबाट नि सजिलो हुन्छ भन्ने हिसाबले, जस्तै अकाजनेट विश्वव्यापी प्राकृतिक भनेको मानवको अधिकार कस्तो खालको अधिकार हो त, यो मानव अधिकार भनेको भनेको अपरिहार्य अधिकार हो। अर्को भनेको अविभाजित, विभाजन गर्न नसकिने। जसरी एउटा व्यक्तिको छायालाई हामी जसरी विभाजन गर्न सक्दैन, छाया हाम्रो पछि पछि लाग्छ नि, जसरी छाया चाहिँ सँगसँगै हुन्छ, जस्तो त्यसलाई विभाजन गर्न सकिन्छ त, जस्तो कुनै वस्तु या केही चिजको चाहिँ छायालाई चाहिँ म छुट्याउँछु भन्न सकिन्छ त सकिँदैन। त्यो छाया भनेको सधैँसँगै जोडेर आउने विषयवस्तु भने जस्तै यो पनि मानव अधिकार कस्तो त, विभाजन गर्न नसकिने। जस्तो स्वदेशी वा विदेशी अर्थात् वर्ण, भाषा, लिङ्ग हरेक केही पनि आधारमा विभाजन गर्न नसक्ने, त्यो चाहिँ के त सँगै जोडेर मानव हुने दास उसले प्राप्त गर्ने हुनाले जसलाई चाहिँ विभाजन गर्न सक्ने। जसरी कुनै पनि वस्तुको छायालाई चाहिँ हामी छुट्याउन सक्दैन, त्यसरी नै के त यो मानव अधिकार पनि छुट्याउन सकिँदैन। त्यो चाहिँ मानव भएको नाताले गर्दाखेरि प्राप्त हुने हुनाले त्यो अविभाजित हुन्छ है।